Hello guys, welcome back to Capital Blog अनि के छ सन्चै हुनुहुन्छ होला हैन आइ होप सन्चै हुनुहुन्छ भन्ने आश गर्दै म चाहिँ आज धेरै पछि क्लास जोइन गरेको लगभग 6 महिना पछि आज एक दिन ल्याङ्ग्वेज क्लास जाँदै छु त्यही अब चाहिँ म मेरो बुकहरु खोज्नु पर्ने हुन्छ बुकहरु कहाँ हो भन्ने थाहा छैन बुकले लगभग मैले जोइन गरेको 4-5 दिन अथवा 1 महिना जति राम्ररी गए त्यसपछि त लगभग जाँदै गएन म त्यही हो अब चाहिँ मैले बुक खोज्नु पर्ने हुन्छ चिया खाए उठेर अब 6-7 बजेदेखिको क्लास हो पहिला चाहिँ कति 5 बजेदेखिको क्लास थियो भने अहिले चाहिँ म जान अल्छी लागेर लगभग 2टा क्लास हुँदो रहेछ 2टा क्लास भइसकेपछि चाहिँ म चाहिँ अनि फेरि बिहानै उठ्न झ्याउ लाएर अब 6 बजेदेखि जान्छु भनेर लागिरहेको छु अब चाहिँ मैले टक्क बुक सुक खोजेर तपाईलाई म एकछिन पछि भेट्ने छु है त मैले चाहिँ बुक र कापी चाहिँ भेटे लगभग कुन चाहिँ कापी हो चाहिँ मैले छुटाउन सकेँ हैन अहिले पनि यो त होइन यो कोही बेला प्र्याक्टिस गरेको थिएँ अस्ति न जाँगर लाग्दा त जानु हुँदै होइन रहेछ यो लाइसेन्स पनि यस्तो हालत छ मेरो यो चाहिँ हो किन यो चाहिँ हो रहेछ ल खासमा यो बुक चाहिँ मेरो चेन्ज भइसक्यो हैन भए पनि अब पढान्दास जसरी त लिएर जानु पर्यो आज अब मेरो ब्याग कता छ ब्यागमा त फेरि ढुँडी पर्यो होला ढुँडी पर्यो होला ब्यागमा त फेरि ढुँडी पर्यो होला के ढुँडी सबै किताब कापीहरु हालिसकेपछि भन्नाले म अहिले हालिदिन्छु ल भयो म चाहिँ निस्किन पर्ने हुन्छ सो अब म कपडा लाउँछु कपडा लाएपछि निस्किन्छु है त बाइ बाइ सो गाइस अब साइकलमा निस्किनु पर्ने हुन्छ हैन बाइक चाहिँ अलि तेल छैन टक्क जमलले आइपुग्यो यहाँ भिसामा कोरिया ल लाने भन्दै युवाहरुबाट 50 करोड भन्दा बढी ठग 50 करोड मध्ये क्षेत्री बाहुनले नेपाललाई लुटे भनेर त लिम्बुले पनि चाखमा गयो एकदम भनिन्छ